युरोपियन कमिसनले दिने इरास्मस मन्डस स्कलरसिप 2026 इन्टेकको लागि 232 फरक सब्जेक्टहरुमा एभाइलेबल छन् र सबैजसो सब्जेक्टहरुको एप्लिकेसन फर्म खुलिसकेको छ र धेरैजसो सब्जेक्टहरुको एप्लिकेसन डेडलाइन 31 जनवरी 2026 रहेको छ। त्यो भन्दा अगाडि आफूलाई मन लागेको सब्जेक्टमा इरास्मस मन्डस स्कलरसिपको लागि एप्लाई गर्न सक्नुहुनेछ र यो वर्षदेखि आफूलाई जतिवटा मन लाग्छ त्यतिवटा विषयहरुमा आफूले स्कलरसिप एप्लिकेसन गर्न मिल्ने व्यवस्था छ। इरास्मस मन्डस स्कलरसिप कसरी एप्लाई गर्ने भन्ने विषयमा विस्तृत जानकारी सहित मैले आफ्नो युट्युब च्यानल डाक्टर विकलमा भिडियो राखिसकेको छु। त्यो भिडियो हेरेर तपाईहरुले सजिलै इरास्मस मन्डस स्कलरसिपको लागि एप्लाई गर्न सक्नुहुनेछ र यदि आफ्नो एप्लिकेसनलाई अझै स्ट्रङ र अझै कन्भिन्सिङ बनाउन मन छ भने तपाईहरुले मेरो प्रोफाइलमा भएको मेन्टरशिप लिंकमा गएर क्लिक गरेर 1-to-1 सेसनको लागि बुक गर्न सक्नुहुनेछ। त्यो भयो भने मैले तपाईहरुको एप्लिकेसनलाई अझै स्ट्रङ र अझै कन्भिन्सिङ कसरी बनाउने भन्ने सहयोग गर्न सक्नेछु। धन्यवाद।